कति राम्रो सुन्दर ठाउँ छ है, देख्दै पनि लोभ लाग्दो जस्तो गमलामा फुल फुलेको है, रमाइलो दृश्य। ओहो, पछाडि पानीको छारा त्यो आउँछ नि पाइपबाट ठाउँमा हुन्छ त्यस्तो। हेर न फुल कस्तो राम्रो तरिकाले सजाएको, कति राम्रो हो। हामी घुमेको ल्याएर फुलफुलमा मौरी डुलेको भने जस्तो ल्याएर तिमीलाई देखि मेरो मनै भुलेको। फुलफुलमा मौरी डुलेको तिमीलाई देख्दा साह्रै नै मेरो मन त्यतै भुलेको। नजर नलगाऊ ए साथी मलाई नजर नलगाऊ, म यसै जाति छु तिमीले नजर नलगाऊ। कति रमाइलो राम्रो छ है। त्यो पनि हामी घुमेको भिडियोहरू। त्यो भिडियो चाहिँ हामीले भोलि पर्सि सम्झनाको लागि कस्तो कस्तो ठाउँमा हामी घुम्न डुल्न गएका थियौँ भनेर सम्झना होस् भनेर सेभ गरेर राखेको भिडियो है। यो चाहिँ तिमीलाई राम्रो लाग्छ लाग्दैन बाबु? राम्रो लाग्छ। अनि यो कुन ठाउँ होला त? यो 22 तारा। 22 तारा यो कुन ठाउँमा पर्छ त? यो बालाजुमा काट्नुको बालाजु क्षेत्र 22 तारा है। अनि यहाँ घुम्न नआउने साथीहरूलाई के भन्छौ त तिमी? यहाँ आउनु धेरै राम्रो छ भन्छ। घुम्न आउनुहोस्, रमाइलो राम्रो छ, सुन्दर फुलहरू बगैँचा पोखरी है, माछाहरू छन्, खेल्न बस्न हुन्छ। अनि विद्यार्थीहरूलाई चाहिँ पिकनिक जान पनि राम्रो हुन्छ है। कस्तो वनहरू छ, रमाइलो छ, डान्सहरू गर्न मिल्ने लिएर कस्तो आनन्द हुन्छ कि यहाँभित्र घुम्न जाँदा है। हामीलाई त्यहाँ भएपछि त यताउताको केही कुरा सम्झिँदैन, कस्तो आनन्द। हामी त कता कता घुम्न आएको जस्तो हुन्छ है। हाम्रो नेपालको ठाउँ कति राम्रो राम्रो ठाउँहरू छन्। अनि हामी यस्तै ठाउँहरूमा धेरै ठाउँ घुमेको छ मलाई नि त। हामी घुमेछौँ, हामी यस्तै ठाउँहरू धेरै ठाउँ घुमेका छौँ है। हामीलाई चाहिँ यस्तो घुम्ने भनेपछि धेरै रमाइलो लाग्छ ल्याएर। अनि तिमी कोसँग घुम्न गएको बाबु? मम्मी, बाबा, भाइ, आमा, दिदी। हामी आफ्नो परिवार मिलेर गएको है। तर यहाँ चाहिँ परिवार घुम्न जाँदा धेरै राम्रो छ। अनि यहाँ अरू कुरा चाहिँ के देख्यौ त तिमीले? यहाँ फुल देखे, अनि पानीको छरा, भेगुता, माछा हो, अनि त्यहाँबाट बस्ने ठाउँ देखेँ। हो। अनि मङ्की पाइन्छ पाइँदैन? मङ्की त पाइयो। मङ्की त बाइधारामा त 1 नम्बर, पशुपति स्वयम्भू बाइधारा है। काठमा त मङ्की नपाइने कुरै भएन। अहिले त गाउँमा त पाइन्छ, यहाँ त पाइहाल्छ। तर खुसी भएर नाचे हो कि घुमे हो कि है मम्मी? अनि त्यहाँभित्र के छ? एउटा केही न केही कुरा त होला नि रहस्यमय। त्यहाँ धाराको पानी छ। धाराको पानी? पानीमा पनि चलेको छ त? छैन है, चलेको चित्र छ छैन। त्यहाँ 22 धारामा कति धाराबाट पानी आउँछ। अनि अर्को कुरा पनि छ त्यहाँभित्र? त्यहाँ मोबाइल राख्ने छ। मोबाइल राख्ने त आइरहेको भयो होइन। त्यहाँ त अरू पनि छ, त्यो सम्झौता के छ? मङ्की छ। बुढा नीलकण्ठ मन्दिरको प्रति आकार त्यहाँ पनि छ। बुढा नीलकण्ठ मन्दिरमा ठुलो छ भने त्यसको प्रति आकार भनेको दुरुस्त त्यसै मन्दिर त्यहाँ पनि छ। विष्णु भगवानको शालिक जुन मूर्ति मन्दिरहरू त्यहाँ पनि छ। हामीले मन्दिरमा गएर घुमेर डुलेर आएको होइन र हो। त्यहाँ कति मन्दिरहरू छन् है, मूर्तिहरू लिएर गएर फोटो बनाएर आएको भएको। सङ्कटा, दक्षिणकाली, माङकाल, भद्रकाली, अनि बुढा नीलकण्ठको, नाग भगवान, अनि धेरै छन् है। अनि त्यहीँको माथि डाँडामा हुने मन्दिर पनि छ। के मन्दिर हो त्यो चाहिँ मलाई आउँदैन है। अनि तिमीलाई चाहिँ साथीहरूले त्यहाँ चाहिँ धेरै तिम्रो साथीले लागि एकदम हिजोको शनिबार कस्तो रहेछ साथी भनेर सोद्धा चाहिँ तिमी के भन्छौ त? मैले त हिजो घुमेर आएँ, म त यस्तो गरे भन्छु। अनि साथीहरू तपाईँहरू चाहिँ घुम्न जानुभयो भएन, घुमेर के थाहा पाउनुभयो, के देख्नुभयो भनेर सोध्ने कि नसोध्ने? अनि साथीहरूले भन्नुहुन्छ। अनि अब त्यहाँबाट घुमेर आएर के कुरा यसो विचार आयो त मनभित्र?
केही सिक्न पाए हुन्थ्यो, केही नाच्न पाए हुन्थ्यो, गाउन पाए हुन्थ्यो, त्यो अवलोकन के एउटा विद्यार्थी जहाँ पनि गइसकेपछि अवलोकन हुन्छ नि, त्यो देखि भन्ने कुरा हो। त्यस्तो लाग्यो लागेन? लाग्यो। ल तिम्रो बिचरा चाहिँ के सिक्यो र के गर्ने त त्यहाँ? मैले त्यहाँ पैसा डर नतिर्नु पर्छ। खेल्न सिकेँ अनि त्यहाँबाट फोटो खिच्न सिकेँ। खेल्न, फोटो खिच्न, अनि फुलहरू हेर्न, त्यहाँ घुम्न डुल्न रमाइलो ठाउँ रहेछ। साथी मिलेर खेल्नुपर्छ, आफ्नो परिवारसँग मिलेर आउनुपर्छ भन्ने कुरा सिक्यौ। विशेष गरी परिवारसँग घुम्न आउन राम्रो रहेछ भन्ने कुरा सिक्यौ। त्यो चाहिँ धेरै राम्रो कुरा भयो है। अनि आमाको हात चाहिँ कसले समायो? भिडियो बनाइदियो कि आमालाई, भाइले, मैले बाबालाई। भनेपछि आफ्नो आफ्नो परिवार भएपछि कति रमाइलो हुन्छ है। अनि खाजा चाहिँ के लगाएको थियो त त्यहाँ जाँदा? खाजा त केही लगेन हो र? के खायो त? अनि बाहिर आएर खा? ए बाहिर आएर चाउचाउ खा। कोक नि? कोक, चाउचाउ, ए धेरै कुरा खायो। ल थ्याङ्क यू त्यसको लागि है। मलाई चाहिँ त्यहाँभित्र के लाग्यो भने त्यहाँको गेटबाट छिर्दै कस्तो राम्रो दृश्य छ है, सुन्दर क्या। अनि त्यहाँभित्र जाँदा सुरुमा पानीको त्यो छरा क्या धारा जस्तो बनाएको छ नि, त्यो धेरै राम्रो लाग्यो। अनि गमलामा फुल छ, त्यो फुल पनि धेरै राम्रो होला। अहिले हिँड्दा पनि कति राम्रो ठाउँ छ। अनि त्यहाँ हिँड्दा डुल्दा घुम्दा धेरै कुराहरू साथीसँग आफ्नो परिवारसँग मिलेर आउनुपर्ने छ। मन्दिर झनै राम्रो छ। अनि त्यहाँ पानीहरू हालेको है, मङ्कीले पानी खाएको, धाराहरू, मङ्की स्विमिङ खेलेको है, देखा धेरै रमाइलो। अनि विद्यार्थीहरूलाई चाहिँ त्यहाँ पिकनिक जानको लागि एकदम राम्रो ग्रुप गरेर गएर आफ्नो समूह मिलेर खेल्दा गर्दा चाहिँ धेरै राम्रो। अनि आनन्द हुने क्या, धेरै मनमा केही चिन्ता नहुने। यो ठाउँ घुमेर जानुपर्छ, कति रमाइलो छ भने हो त्यस्तो लाग्यो। पछाडि सूर्य उडाएको है, आकाश देखिएको, पानी पाइलहरू हेर नि त्यहाँ पनि फेरि। अनि कत्रो ठुलो गमला है, त्यो चाहिँ सिंहदरबारको ठाउँ हो है। त्यो भिडियो चाहिँ पार्ट जोडेको छ, कोही नाचेको, खाएको, हाँसेको। अनि यो चाहिँ सिंहदरबारको ठाउँ हो है, डालीको बाहिर हो नि। यो चाहिँ सिंहदरबार हो नि, जुन सिंहदरबार गेटदेखि अगाडिको रोड हुन्छ नि, हो त्यो। हामीले चाहिँ सिंहदरबारमा चाहिँ रोबोट र स्पोर्ट रोबोट देख्यौँ। हो त्यो चाहिँ चाहिँ रोबोट देखाएन। अब यो चाहिँ कहाँको हो? यो चाहिँ उता खन्ताको ल्याएर हामीले पार्ट भिडियोलाई जोडेर एउटै बनाएको छौँ है। किन खेलेको है, यो बाल्यकाल त कति रमाइलो लाग्छ। फेरि पनि आइदिए हुन्छ बाल्यकाल जस्तो हुन्छ है। घडीको सुई उल्टो घुमेर निक्ले है, हो त्यसरी नै घडीको सुई उल्टो घुमेर चाहिँ हामी सुल्टायो। तर हाम्रो बाल्यकाल हामीले बुझिसक्यौँ, अब हामी ठुलो भयौँ। तर तिमीहरूको चाहिँ बाल्यकाल हेर कति रमाइलो। ओहो जिन्दगी त यो पो रमाइलो त। लिएर फेरि पनि घुमेर आइदिए हुन्छ, बाल्यकाल घुमेर सम्झे हुन्छ कस्तो कस्तो थियो दिन भनेर। लिएर त हाम्रो बाल्यकालको उमेर कहिले आउँदैन। अब तिमीहरूको बाल्यकाल हामीलाई रमाइलो आएर के गर्नु, कति रमाइलो। साथी हेरेर पिङ खेलेर हो के हो नि त्यो चाहिँ डाइनोसर। कति आनन्दको जिन्दगी है। त्यही हो। अब हामी हप्ताभरि स्कुल गएर पढ्छौँ है। हप्तामा पहिला एकचोटि बिदा हुन्थ्यो, अहिले दुईचोटि बिदा हुन्छ, शनिबार र आइतबार। आइतबार चाहिँ हामी घरमै बसेर पढ्छौँ। तर शनिबारको दिन चाहिँ हामी घुम्न बाहिरको दृश्य कस्तो छ भने हेर्नको लागि रमाइलो गर्न जान्छौँ है। त्यसरी नै यो घुम्न जानु भनेको के हो थाहा छ? हाम्रो जीवनलाई फुर्तिलो बनाउने, हामीलाई धेरै जोड जाँगर आउने, बाहिरका कुरा धेरै कुरा सिक्न सकिन्छ। हामीले किनभने घुमेर आउँछौँ नि, घुमेर एउटा मनमा रमाइलो मात्रै होइन क्या। जब कि मान्छेहरू कुनै ठाउँमा जान्छन्, त्यो ठाउँबाट हामीले
के सिकेर आएँ त भन्ने कुरा सिक्नुपर्छ पहिलो कुरा है। त्यो चाहिँ तिमीले कहिले पनि नबिर्सिनु र साथीहरूलाई पनि भन्नु। हामी घुम्न जान्छौँ है, घोडामा चढेको छ कति रमाइलो। यो बाटो चाहिँ कुन थाहा छ? यो चाहिँ नारायण जाने बाटोको अगाडि हो, यो नारायण भेटी दरबार अगाडि बाटो है। तिमीलाई चाहिँ घुम्दा कस्तो हुन्छ? घुमेर डुलेर हामी बाहिरको दृश्यहरू देख्दा चाहिँ कस्तो अनुभव हुन्छ? हामीलाई दुःख लागेर आयो हामीले जुनसुकै ठाउँमा जति घुमेर आउँछौँ नि, या त हामी घरभन्दा बाहिरै पनि हामीसँग छौँ, या त हाम्रो छत प्यासेजमा बसेका छौँ र त्यहाँ गाडीहरू हिँड्छ डुल्छन्, केही कुरा रोडबाट सिकिन्छ, कोही मान्छे भेटिन्छ नि। अनि हामी घरभन्दा बाहिरको दृश्य जुन हामी घुम्नलाई कुनै पार्कहरूमा जान्छौँ, रोडहरूमा गाडीमा चढेर जान्छौँ, त्यहाँ चाहिँ के हो भने त्यहाँबाट धेरै कुरा हामीले चाहिँ त्यहाँबाट धेरै कुरा सिकेको अनि धेरै कुरा जान्न पर्ने हुन्छ। हामीले त्यहाँ स्कुलमा पढेर मात्रै शिक्षा लिन सकिँदैन, किनभने बाहिरी शिक्षा पनि हामीले पूर्ण रूपले लिन सक्यौँ भने हामीलाई धेरै ज्ञानहरू प्राप्त हुन्छ होइन। त्यही भएर हामी घुम्न जान्छौँ, अनि राम्रो राम्रो होटलहरूमा खाजा खान जान्छौँ, राम्रो कपडा लाएर हिँड्छौँ। त्यो एउटा डिजाइन गरेर फेसन निकालेर अरूलाई देखाएर भन्दा नि त्यहाँबाट चाहिँ हामीले के कुरा सिक्छौँ, अनि हामीबाट चाहिँ अरूलाई पनि के कुरा सिकाउन सक्छौँ भनेर सिकाउनु नै हाम्रो लागि ठुलो कुरा हो है। त्यो सिकाउनको साथसाथै हामीले पनि अरूबाट सिक्न सकिन्छ। अब तिमी एकजना दुईजना छ, त्यहाँभित्र अरू पनि साथीहरू दुई चारजना गाडीमा हामी जाँदा भेट्यो भने कसले के भन्नुहुन्छ भनेर राम्रो कुराहरूलाई हामी लिन्छौँ है। त्यहाँबाट हामीले धेरै कुरा सिकिन्छौँ। एक अर्कासँग एक आपसमा कुराकानी गरेको कुरा सुन्दा बुझ्दा धेरै अनुभव हुन्छ। त्यही भएर हामी जब कि घरभन्दा बाहिर निस्केर हिँड्छौँ नि, त्यो नै हाम्रो लागि अवलोकन गरेर हिँड्ने ठाउँ हो। हेर आमाको र मामाको फोटो कति राम्रो है, यहाँ फोटो पनि हालेको रहेछ। ल तिमीहरू पनि यो चाहिँ कुन ठाउँ गएको हो? यो चाहिँ गोलढुङ्गाको ठाउँ हो। हामी बाटोमा जाँदै थियौँ, भिडियो बनाएर हालेको हामीले। भिडियो राम्रो त छैन, तै पनि अलिक सानो छ क्या। ल्याएर बसन्तपुरको ठाउँमा चरा कति धेरै है परेवाहरू। त्यो परेवालाई देख्दा कस्तो राम्रो हुन्छ, कस्तो आनन्द हुन्छ। परेवाले बुढो उडेको बेलाको हावा कस्तो फाल्छ है, त्यो हावामा बसिरहन मन लाग्छ। यस्तो परेवाको हावालाई के भनिन्छ थाहा छ? परम्परागत अनुसार शनिबार मङ्गलबार आइतबार परेवा उमाउनु गयो, परेवाको हावा खायो भने सधैँ बिरामी हुने मान्छे बिस हुन्छ। त्यो पनि न्यारी सुनेको हामीले पनि, हामीलाई त्यति थाहा भएन है। हामी चाहिँ रमाइलोको लागि परेवा उडाउँछौँ। परेवा घाँस आरा हालेर उनीहरू बुर्र आरा खाएर उड्छ नि, त्यो हावाले चाहिँ मजा सक्यो त। बिहानको बिहान उनीहरूको पखेटाले फालेको हावाले त्यो बिरामी हुने मान्छेले एकदम निको बनाउँछ। कतिपय मान्छेहरू झारफुक गर्ने हिँड्छ नि, हो त्यो झारफुक गर्ने जस्तै परेवाको पखेटाले फालेको हावा एकदम राम्रो हुन्छ। त्यही भएर त मनको कुरा पुर्याइदेऊ भगवान्, एकजोर परेवा उडाउँछु भने यही हो। परेवा उडाउँछ नि मन्दिरमा लगेर, गाई भाइ मिलेर परेवा उडाउनु गए आरा लाग्यो तिनीहरू। त्यहाँ परेवालाई पानी राखेर न रातो बाटामा पौडी हिँड्दा परेवालाई आरा हाल्यो है। परेवाले कति आरा खान्छ है। यस्तो परेवा उडेको ठाउँमा आएर सुटिङ गर्छन्, आरा किनेर हालेर कस्तो रमाइलो हुन्छ। हेर यस्तो सुन्दर ठाउँ है, कति राम्रो हो। ठाउँै राम्रो, गाउँै राम्रो ल्याएर हुँदा हुँदै म आफै राम्रो भनेर
तर छानामा परेवा कति राम्रो छ है माथि मन्दिरको बसन्तपुरको ठाउँै राम्रो छ त्यहाँको सबै कुरा कति राम्रो छ मठ मन्दिर परेवा झनै राम्रो परेवा उडेपछि त हुरुरु यस्तो आनन्दको रमाइलो हो यो दृश्य देख्दा के हुन्छ होला त यो दृश्य देख्दा त्यो परेवालाई फेरि सामान लाग्छ है फेरि गएर आएर हाल्नु जस्तो लाग्छ परेवा हेर स्विमिङ हेर क्या परेवाले भनेपछि परेवाको त्यति खुसी लाग्छ कति धेरै स्विमिङ हामीलाई पनि त्यस्तै खुसी लाग्थ्यो मलाई पनि परेवा देखेपछि यस्तो परेवा कहाँ घरमा त परेवा पाल्थ्यो पहिला पहिला है यता मन्दिर कति पाइन्छ कति पाइन्छ समाउनु खोज्दा फेरि जाँदो रहेछन् है आरा खाना आएका कहाँ परेवाको पङ्खा त्यो पखेटा छ नि त्यसले फालेको हावा काटपेट अनि उडेर त्यहाँ कस्तो सारा खान्छ कति रमाइलो हेरिरहनु मन लाग्छ है हामी त कति बेर हेर्छौँ है त्यहाँ हेर 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 कति आए अब त एकछिन हेर्ने जानी हो है तिमीलाई त धेरै बेर हेर्नु मन लाग्छ आज जानु भनेको पानी परेर मात्रै अलि भएन है पानीले डिस्टर्ब गर्यो त्यो भिडियो चाहिँ मैले पछि तिमीहरू ठुलो हुँदा नि हेर्न मिल्छ भनेर सम्झनाको लागि बनाइदिएको अनि यहाँ हेर्ने साथीहरूले के भन्नुहुन्छ देख्यौ हेरेर भन्नु होला हाम्रो सानसानो मान्छेहरूको भिडियो कति सुन्दर छ है सानो मान्छेहरू रमाइलो परेवामा कति धेरै बेर खेलेको थाहै छैन तिनीहरू तिर्खा लाग्छ भनेर पानी हालिदिएको छ बाटामा पन्छीमा राम्रो परेवा मयूर नि काग नि हो तिमीलाई काग राम्रो लाग्छ किन बाबु काग र परेवा त्यसको चाहिँ किन धेरै माया लागेको चाहिँ काग र परेवा कागले परेवालाई चाहिँ हावा दिने भएर राम्रो लाग्यो चरा दिन खान्छ खेल्छ कागले चाहिँ उडेपछि को गर्छ मान्छेले कागलाई मन पराउँदैन हुन्छ नि तर कागलाई मन नपराउने मान्छे कमै होला भने धेरै मन पराउँछ हो काग पनि कालो छ है पन्छी सबै मन पर्छ राम्रो हुन्छ कागले समाचार लिन्छ नि त नयाँ राम्रो नराम्रो बिहान बिहानै चिठी फाल्दै हिँड्छ उसले हावा नि हावा नि दिएर भनेपछि परेवा र काग मन पर्यो भाइलाई अनि कागले बाँदरलाई पनि धमाउँछ मलाई चाहिँ परेवा कोइली मयूर अनि त्यो बकुलाहरू मनपर्छ तर चराचुरुङ्गी धेरै नै मनपर्छ यो चाहिँ कुन ठाउँ रहेछ यो पनि रत्न पारे है दादाले पानी ल्याउनु भयो दुकुरेर सानो मान्छे आयो दादाले पानी दिनु हेरेर पानी दुकुरेर आएर थकेर आएर फेरि जानुभयो ल आउनुहोस् दुकुरेर आउनुहोस् बत्ता लिएर कुदेर कति रमाइलो है म दादा पनि आउनु भयो कति फुर्ती है बाबाले चाहिँ बाबुहरूलाई पर्सिनु छिटो आउनुहोस् भनेर कति राम्रो फुलबारी है गार्डनहरू बिदा भनेको यस्तो रमाइलो हुँदो रहेछ मम्मी त घोडामा मनाङ मुस्ताङ जानलाई मलाई चाहिँ घोडा चढ्न धेरै रमाइलो लाग्थ्यो कति मन पर्थ्यो है कस्तो लाग्थ्यो त्यहाँ गएपछि त पाइयो खुसी लाग्यो जनावर हो त नि मलाई पहिलेदेखि फेरि घोडा जनावर चढौँला भने अब घोडा चढ्यो त्यहाँ गयो कति रमाइलो हुँदो तिमी त सानो मान्छे डराउनु हुन्छ नि त्यही भएर गएर त्यहाँ मनाङ मुस्ताङ जस्तो कति रमाइलो अब हामी राणाताल घुम्न जाने नि त्यो बेला चढौँला है घोडा हामी उता घर गए बेला राणाताल गएर घुमेर हामी ल्याएर त्यहाँ गएको छिन् है कति रमाइलो राम्रो बाबु र दादा भाइ कहाँ बाबा मम्मी कुर्सीमा बसे दाजुभाइ बाबा खेल्न जाऊ रे खेल्न जाऊ अब खिचिदिन्छु है बाबाले खेल्न जाऊ भन्नुभयो फुलबारीमा ल
कति रमाइलो यहाँ एउटा उचेर भन्छ डाइनोसर चाहिँ भुइँमा गरेको रहन्छ है एउटा रेल चाहिँ रहेछ रियल पहिला थियो त्यो बेचा बस्छ बन्द गरे रहेछ है ऊ त्यो डस उतापट्टिकोमा यो अर्को त घुरिरो घुरो पहेँलो गर्ने थियो। हो त्यो तिमी घुम्ने